जीएफ को नाम के हो अरे? तिम्रो घरमा कतिजना हुनुहुन्छ र को हुनुहुन्छ? तिम्रो छोराछोरी कतिजना छन् अरे? हेलो गाइस, र आज नयाँ एउटा भिडियो लिएर आएको छु र यो भिडियो कस्तो खालको हुनेछ र प्राय मान्छेले गम पाइसकेका छन् र मैले हिजो पनि भनेको थिएँ र Q&A भिडियोको एन्सर आज म लिएर आउँछु भनेको थिएँ र यो हेर्न सक्नुहुन्छ यति कमेन्ट आइरहेका छन् र म एउटा एउटा गएर सबै कमेन्ट पढ्ने म कोसिस गर्दैछु र एक-एकतिरबाट सबैको क्वेसनको एन्सर दिन म ट्राई गर्छु। र सबैभन्दा पहिला राहुल भ्लगर कमेन्ट एउटा आएको छ, तिम्रो घरमा कतिजना हुनुहुन्छ र को हुनुहुन्छ सोधेका छन्। र मेरो घरमा हामीहरू थियौँ 3 जना, म बहिनी आमा र मेरो घर चाहिँ हो गहपुर। अरू नेक्स्ट कमेन्ट बबिता आचार्य अफिसियल देख्न सक्नुहुन्छ, तिमी किन यति राम्रा अरे? म राम्रो छु खोइ, अब किन म राम्रो म आफै जान्दिनँ। र क्षेत्री49 ले कमेन्ट गर्नुभएको छ, तिम्रो एज कति हो? मेरो एज चाहिँ अहिले 20+ चल्दैछ। र अस्मिता पाण्डे, यस्ता कमेन्ट चाहिँ प्राय आएका छन् तर बहुत एउटा दुईवटा मात्रै होइन। अस्मिता पाण्डेको कमेन्ट आएको छ, जीएफ को नाम के हो अरे? के हो जीएफ भनेको? मेरो कोही जीएफ छैनन् र नाम म के भन्नु, अब जीएफै छैन। अरू हेर्न कोसिस गर्दैछु म, अरू पनि छन् कमेन्ट। पङ्कज छेत्री 01 उनले कमेन्ट गर्नुभएको छ, तिम्रो रिसेन्टली एक्सको नाम के हो अरे? रिसेन्टली एक्सको नाम अब म यसरी त रिभिल गर्न सक्दिनँ र म सोसियल मिडियामा एक्सको नाम भन्न म सक्दिनँ, म यही भन्छु म अब 3x, तर म नाम भन्न सक्दिनँ किन भन्दा सबैको एउटा एउटा प्राइभेसी छ, त्यसको लागि म एक्सको नाम चाहिँ भन्न सक्दिनँ। र निर्मला शर्माले कमेन्ट गर्नुभएको छ, निर्मला दिदीले, बिहा कहिले गर्छौ तिमी अरे? बिहा त मेरो बहुत टाइम छ, अझै म 10 वर्षपछि बिहा गर्छु। र चिरञ्जीव शर्माले कमेन्ट गर्नुभएको छ, योर ड्रिम अरे? मेरो ड्रिम चाहिँ के हो भन्दाखेरि अब ड्रिम त बहुत छ, अब डाइरेक्ट अब भन्न पनि मिल्दैन अब यो हो त्यो हो भनेर। र मलाई चाहिँ अब डिफेन्समा जाने अब सक छ, अब हेरौँ कोसिस गर्छु, यदि भएछ भने त्यही हुन्छ, अब त्यही हो मेरो एउटा ड्रिम। र अर्को एउटा कमेन्ट आएको छ, अस्मिता बराल 09, तिम्रो छोराछोरी कतिजना छन् अरे? मेरा छोराछोरी 1 दर्जन चाहिन्छन् कि क्या? एउटा क्रिकेट टिम बनाएको छु मैले। छोराछोरी कतिजना छन् अरे? अब मेरो यत्रो भिडियोमा गम पाइरहेका छन् र मैले बिहा गरेको छुइनँ। छोराछोरी हुन्छन् कहाँबाट? जहिले बिहा हुन्छ त्यतिखेर गम पाइन्छ कति हुन्छ छोराछोरी, यही भन्छु म चाहिँ। र सुमन छेत्रीको पनि एउटा कमेन्ट आएको छ, तिम्रो सोनको नाम के हो? अहिले एकछिन अगाडि मैले भने 1 दर्जन छन् भनेर, अब तिमी बुझ अब। र गोपाल शर्मा 09 ले कमेन्ट गर्नुभएको छ, तिम्रो कतिवटा एक छन् अरे? कतिजना एक छन्? एक्सको अब कतिजना त मलाई थाहा छैन, 5 दर्जन जति हुन्छन् होला एक्स। र अहिले रिसेन्टली चाहिँ अब छैनन् है, म त्यही भन्न चाहन्छु। यस्ता कमेन्ट बहुत छन्, मैले चाहिँ दुईवटा चाहिँ मात्रै सिलेक्ट गरेको छु, कमसेकम 10वटा भन्दा बेसी छन् होला यही कमेन्ट। एक्सको नाम, गर्लफ्रेन्डको नाम त्यस्तै आएका छन्। र माका सोनीले कमेन्ट गर्नुभएको छ, गर्लफ्रेन्डको नाम के हो अरे? गर्लफ्रेन्डको नाम गर्लफ्रेन्ड भएको नाम होस्, के भन्नु, अब खोजिदिआउ न एउटा, अनि म भन्छु यही हो भनेर। यो एउटा लास्ट कमेन्ट, र अरू पनि छन्, मैले यति नै सिलेक्ट गरेको छु। र एउटा लास्ट कमेन्ट म भन्न चाहँदैछु, यो सुनिदिनु होला। ज्योतिषले कमेन्ट गरेका छन्, तिम्रो गर्लफ्रेन्डको नाम के हो अरे? यो पनि एउटै कमेन्ट छ। र मेरो गर्लफ्रेन्ड छैन र नाम पनि छैन। र यो भिडियोमा यति नै समाप्त गर्दैछु। र अरू पनि कुनै क्वेसन छन् भने यही भिडियोको तल कमेन्ट गरिदिनु होला, र यसको पनि म भिडियो छिटै ल्याउँछु। र आजको लागि यति नै राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्नु, र मैले के नराम्रो भने मलाई चाहिँ माफ गरिदिनु, किन भन्दा अलिक फनी टाइपले यो भिडियो बनाएको हो मैले। र आजको लागि यति नै, बाई बाई, थ्याङ्क यू गाइस।